किताबहरू मैले जम्काभेद भन्ने किताबको बारेमा प्रस्तुतीकरण दिन गइरहेको छु। यो किताबको लेखक हुनुहुन्छ विजय राजाचार्य। यो किताब 2072 प्रकाशन भएको छ। अब म आफ्नो किताबको बारेमा भन्न गइरहेको छु। फुसेले भन्यो पाठेजीद्वाले मलाई मात्र बचाउनु होला। आमाले भन्नुभयो किन अभ्यास गरेको दाइहरू स्कुलमा पुगिसके। फुसेले भन्यो आमा दिदीले पनि मसँग स्कुल पठाउनुहोस् न है। आमाले भन्नुभयो दिदीले पढाएर के काम गरी पढाइने अर्कोको घरमा जानु परिहाल्छ। आमाले भन्नुभयो फुसेले भन्यो मलाई एक्लै स्कुल जान डर लाग्छ के। आमाले भन्नुभयो तिम्रो दाइहरूसँग गए त भइहाल्यो तिमी नै ढिला गर्छौ। फुसेले भन्नुभयो यता यो म पठाउन मलाई डर लाग्यो। आमाले भन्यो माता दाइले भन्यो कस्तो डर छ लगाएको त्यस्तो डर चाहिँ गर्दा धेरै साथी बनाउनु नि। फुसेले भन्यो तिमी किन स्कुल नगएको। दिदीले भन्नुभयो जान पाएर जान्थ्यो तिमी धेरै पढाएर मलाई पनि पढाउनु है। दिदीले भन्यो फुसेले मलाई धेरै पढ्न जान्छ। दाइहरूले कान्छ भाइले घर जानुपर्छ आमा बाबा सेवा गर्नुपर्छ भन्छन्। आफूसँग स्कुल नजान पनि मान्दैन। धन्यवाद।